बुढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका मध्ये एक हो। बुढानीलकण्ठ नगरपालिका एक प्रसिद्ध धार्मिक नामबाट नामाकरण गरिएको देशकै महत्त्वपूर्ण स्थानीय सरकार हो। बागमती प्रदेश काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका नेपाल सरकार तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति 2071 मङ्सिर 16 गते मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णु, बुढानीलकण्ठ र कपन गरी 6वटा गाविसहरू मिलाएर 19 वडामा विभाजन गरी प्रशासकीय हिसाबले समायोजन गरिएको थियो। तर नेपाल सरकारको मिति 2071 फागुन 27 गतेको निर्णयले साबिककै 19 वडालाई 13 वडामा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो। यसरी कार्य गर्ने हिसाबले बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखा यसरी काम गर्दै आइरहेको छ। पशु सेवा शाखा र कृषि सेवा शाखाले गर्दै आइरहेको काम यहाँ हामी विस्तृत रूपमा जानकारी गराउन गइरहेका छौँ। यो हो बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखा। यस पशु सेवा शाखा बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर 2 मा पर्दछ। यस पशु सेवा शाखाले पशुपालन व्यवसायदेखि गाई भैँसी, भेडा बाख्रा लगायत कुकुर बिरालोमा बन्ध्याकरण समेत गर्ने कामहरू गर्दै आइरहेको छ। यस शाखाले कुकुर हराएमा वा कुकुरलाई कसैले बाटोमा छाडेमा भेट्टाउन सहज होस् भनेर मेसिनको समेत प्रयोग गरिसकेको छ। अहिले यस शाखाले कुकुरमा बन्ध्याकरण कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको सबैजसो वडाहरूमा सम्पन्न गरिसकेको छ। यसै विषयमा बुढानीलकण्ठ नगरपालिकामा पशुपालन व्यवसायमा कसरी कार्य गर्दै आइरहनु भएको छ भनी सोद्धा नगर प्रमुख मिठाराम अधिकारी यसो भन्नुहुन्छ। यो बुढानीलकण्ठ नगरपालिकाले अहिले कृषकहरूका लागि, पशुका लागि, अर्को कृषकका लागि हामीहरूले कृषिको विभिन्न कार्यक्रमहरू यहाँ गरेका छौँ। जस्तै तालिम कार्यक्रमहरू, घाँसका बिउ बाँड्ने कार्यक्रमहरू, त्यो मात्र होइन, कृषकको गोठमा गएर हामीहरूले अनुगमन गरेका छौँ। कसको राम्रो छ, कसको नराम्रो छ, राम्रो हुनेलाई के गर्ने, नराम्रो हुनेलाई के गर्ने भन्ने विषयमा नै हामीले त्यस्ता छलफलहरू पनि राखेका छौँ। र हामीहरूले करिब राम्रोसँग कृषकहरूले पालेका जुन पशु पन्छीहरूलाई करिब हामीहरूले पुरस्कृत पनि गरेका छौँ। अर्को कुरो के छ भन्दा चाहिँ उहाँहरूलाई हामीहरूले के भनेका छौँ, हाम्रो बुढानीलकण्ठ नगरपालिकाले तपाईँहरूलाई गर्दाखेरि तपाईँहरूको जुन व्यवसाय माथि जान्छ भने हामीले के गर्नुपर्छ भन्ने विषयमा उहाँहरूसँग पटक पटक हाम्रो ओम कुमारजीले छलफल चलाउनुहुन्छ हैन। त्यो छलफलको विषयमा उहाँहरूसँग बसेका छौँ। तर एउटा कुरा, उहाँहरूलाई सबैभन्दा दुखी पेसा नै यही नै हो। यो पेसा दुखी भएको कारण गर्दाखेरि पनि करिब उहाँहरूलाई हामीले धेरै माया गरेका छौँ हैन। अब करिब उहाँहरूले पनि के गरिदिनु पर्यो भन्दा बुढानीलकण्ठ नगरपालिकाले हामीलाई अरू अन्तभन्दा सेवा सुविधाहरू पनि बढी दिएको छ भन्ने विषयमा चाहिँ नि उहाँहरूले पनि सोधिदिनु पर्यो। अब उहाँहरूलाई 50% 50 उहाँहरूको 50 हाम्रा 50 राखेर उहाँहरूलाई शिक्षण केन्द्रहरू खोलिदिएका छौँ। हामीहरूले घरपालुवा कुकुरहरूको विषयमा अहिले हामीहरूलाई ठुलो समस्या छ। यहाँ मात्र होइन, सबै नगरपालिकाहरूमा यो समस्या हुन छ होला जस्तो लागेको छ मलाई। अब अहिले मर्निङ वाकै हिँड्न पाउँदैन, कुकुरले टोक्न आयो भन्ने विषयमा अब अहिले हेर्ने हो भने बुढानीलकण्ठ नगरपालिकामा यो सिजनमा पनि कुकुरहरूले त्यो कुकुर रोएर बस्न टिकि नसक्ने स्थितिमा थियो। अब अहिले त्यो छैन। यो किन भन्दा चाहिँ सबै कुकुरहरूलाई हामीले बन्ध्याकरण गऱ्यौँ। बन्ध्याकरण गरिसकेपछि कुकुरहरूको त्यो रोदन नै हामीले सुनेनौँ। अहिले पालि छैन, कुकुरै रोको सुनिँदैन। अब यो फेरि हामीले मात्र भने होइन, यहाँहरूले नागरिकहरूसँग पनि बुझ्न सक्नुहुन्छ। हामी मर्निङ वाक जाँदाखेरि कुकुरले मान्छे टोक्यो,
यो कुकुर व्यवस्थित गर्नु पर्यो भन्ने कुराहरू आउँछ। हामीले व्यवस्थित पनि गरिराखेका छौँ। अब एउटा कुरो के भने व्यवस्थित गर्ने भन्ने विषयमा अब त्यसलाई कसरी मिलाउने र कसरी लाने र उसलाई पनि कुकुरलाई पनि मार्नु भएन होइन। त्यसलाई पनि लगाएर साथीभाइहरूको बिचमा राखिदिएर खान दिएर राम्रोसँग हामीहरूले स्याहार सुसार पनि गरेका छौँ। बिरालाको वन्ध्याकरण गर्ने कुराहरू गरेका छौँ। पशुपालन व्यवसायमा कुनै पनि कुराको कमी नभएको र किसानहरूलाई दिनुपर्ने बिउपल्यो काउ म्याट समेत किसानहरूलाई वितरण गरेको नगर प्रमुख बताउनुहुन्छ। बुढाली निकटन नगरपालिकाले उहाँलाई काउ म्याटहरू वितरण गरेका छ हेर्नुहोस् है। किनकि रोग नलागोस्, काम गर्न सजिलो होस् भन्ने विषयमा उहाँहरूको 50 र नगरपालिका 50 आधा आधा पैसामा पनि हामीले पर्याप्त मात्रामा अहिले हेर्ने हो भने कुनै गाई फर्म कुनै भैँसी फर्ममा काउ म्याट नभएको त फार्मै छैन। हामीहरूको सबै ठाउँमा छ। सबैलाई हामीले वितरण गरेका छौँ। उहाँहरूलाई निवेदन हाल्न लगाउँछौँ। निवेदन हालेपछि हामीहरूले क्रमशः सबैलाई भाग बन्डा गर्छौँ। कसै कहाँ त्यस्तो खाली सिमेन्टमा खाली भुइँमा पशुहरूलाई राखेका छैन। सबैलाई काउ म्याटमा राखेका छौँ। यस नगरपालिकामा सबै समस्याको समाधान त गर्न सकिन्छ, तर बाँदरको व्यवस्थापन गर्न निकै गाह्रो भएको नगर प्रमुख बताउनुहुन्छ। हामीले गर्न नसकेको बाँदरलाई मात्रै हो क्या। अब अहिले हेर्ने हो भने म बुढानीकण्ठ मन्दिर वरिपरि कसैको घरमा बिरुवा लगाउनै पाउँदैन। बाँदरले ठुलो समस्या बनाएको छ। यो विषयमा हामीले सरकारसँग पनि अनुरोध गरिसक्यौँ। बाँदरको विषयमा तपाईँहरूले केही कानुनहरू लिएर आउनुपर्छ भन्ने विषयमा पनि हामी छौँ। पशु सेवा शाखाका प्रमुख ओम कुमारी गुरुङ लगायत शाखाका व्यक्तिहरूले पशुपालन व्यवसायमा ठुलो योगदान गर्नुभएको छ। यस व्यवसायलाई सहज बनाउनको लागि पशु सेवा शाखाका शाखा प्रमुख ओम कुमारी गुरुङ यसो भन्नुहुन्छ। बुढानीकण्ठ नगरपालिका यो पशु सेवा शाखाले चाहिँ हामीले किसानहरूको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै आएको छौँ। उनीहरूको पशुहरूको निःशुल्क उपचार, हामी निःशुल्क खोप अनि निःशुल्क रूपमा घाँसको बिउ वितरण अनि त्यसपछि उनीहरूलाई प्राविधिक सेवाहरू अनि उनीहरूको 50%मा हामीले काउ म्याट व्हिल ब्यारो वितरण गर्दैछौँ। अनि अर्को मुख्य समस्या भनेर चाहिँ बहरहरू जन्मिने बाछाहरू चाहिँ अब हुर्काउनलाई उनीहरूलाई धेरै आर्थिक भार पर्ने भएको कारणले चाहिँ उनीहरूको बहरहरू बाछीहरू चाहिँ हामीले 50%मा चाहिँ किसानको गोठबाटै उठाएर चाहिँ हामी संस्थाहरूसँग सहकार्यमा चाहिँ हामीले व्यवस्थापन गर्ने काम गरेको छ। एकदम किसानहरूलाई चाहिँ एकदम फाइदा भएको छ। र एउटा दुध सङ्कलन केन्द्र पनि हामीले खोलेको छौँ। किसानहरूले दुध चाहिँ अब राम्रो चाहिँ दर रेट पाओस् भनेर चाहिँ उनीहरूले परिवारको दुध सङ्कलन केन्द्रमा राख्ने र वितरण गर्ने काम, बिक्री वितरण गर्ने काम गरेको छ। बाटोमा बहरहरू छोड्ने अनि बाटोमा कुकुरहरू छोड्ने कामहरू नि भइरहेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो बहरहरूको पनि निःशुल्क हामीले व्यवस्थापन गर्ने गरेको छौँ। कुकुरहरूको पनि खोप लाउने निःशुल्क रूपमा, रेबिज विरुद्धको खोप अनि त्यसपछि निःशुल्क रूपमा बन्ध्याकरण गर्छ। र घर पालुवा कुकुरको पनि अब जति पनि कुकुरहरू बाटोमा जाने भनेको घरबाट हो। त्यो कारणले चाहिँ अनिवार्य रूपमा चाहिँ कुकुरको दर्ता गर्ने काम गर्दै आएको छ हाम्रो नगरपालिकाले। अरू नगरपालिकातिर जस्तै 2000सम्म लिने गरेछ भने हामीले चाहिँ राजस्व 500मा लिने गरेछ र 50%मा चाहिँ बन्ध्याकरण गर्ने काम पनि गरेछ। र यो हाम्रो नगरपालिकाको चाहिँ यो एकदम राम्रो काम हो। र एउटा बन्ध्याकरण गर्नलाई 5000सम्म लाग्छ र हामीले चाहिँ अब उनीहरूलाई करिब 3000मा चाहिँ हामी गरिदिन्छौँ। त्यसको पनि 50% नगरपालिकाले, 50% चाहिँ पशु धनीले चाहिँ कुकुर धनीले गरिदिन्छ। त्यो कारणले चाहिँ हाम्रो नगरपालिकामा चाहिँ एउटा वातावरणीय प्रदूषणहरूबाट कम गर्न, बाटोमा कुकुरहरू हिँड्ने, बिरालोहरू हिँड्ने, फोहोर मैला गर्ने अनि बहरहरू बाटोतिर छर्ने भए स्थिति थियो। अहिले त्यो अवस्था चाहिँ एकदम हाम्रो राम्रो भएको छ। किसानलाई बाछी हुर्काउनलाई नि हामी अनुदान दिन्छौँ। उनीहरूको दुध सङ्कलन केन्द्र नि हामीले खोल्नलाई 50% दिन्छौँ र वर्षिनी घाँसको बिउ दिन्छौँ। अनि उनीहरूको बाछीहरू बहरहरू पनि हामीले चाहिँ अब आर्थिक बोझ कम होस्, किसानहरूलाई सहुलियत होस् भनेर हामीले त्यो 50%मा चाहिँ उठाइदिएको छ। र यस कारणले चाहिँ किसानलाई धेरै सुविधा र सहुलियत भएको छ।
अपाङ्ग असहाय एकदम केही गर्न नसक्ने मान्छेलाई चाहिँ आय आर्जन होस्, पोषणमा चाहिँ सहयोग होस् भनेर कुखुराको चल्ला चाहिँ प्रत्येक वर्ष चाहिँ वितरण गर्ने काम गरिरहेछ। त्यही भएर किसानको हितको लागि चाहिँ अब सकेसम्म हामीले धेरै कामहरू चाहिँ गर्नु प्रयास गरिरहेछौँ र गर्दै पनि आएको छौँ। यो पशु सेवा केन्द्र काठमाडौँले चाहिँ हाम्रो यो काठमाडौँ जिल्लाभरि भएको जम्मा 11वटा स्थानीय तह छ। यो स्थानीय तह अन्तर्गत स्थानीय तहको पशु सेवा शाखाहरूसँग हामी चाहिँ सहकार्य गर्ने गर्दछौँ र विशेष गरेर अब कार्यालय पनि यही बुढा नीलकण्ठमा भएकोले गर्दाखेरि बुढा नीलकण्ठ पशु सेवा शाखासँग चाहिँ हाम्रो एकदम धेरै सहकार्य हुन्छ र यहाँनेरिको प्रमुख कुमकुमारी गुरुङ म्यामसँग चाहिँ हामीले एकदम धेरै नै काम यहाँ गर्ने गरेका छौँ र यो पशु सेवा शाखा बुढा नीलकण्ठ नगरपालिकाले चाहिँ धेरै किसानहरूलाई सेवा सुविधा दिने गरेको पाएँ मैले। हाम्रो यो 11वटा स्थानीय तहहरूमध्येमा चाहिँ यहाँनिर चाहिँ कृषकको लागि राम्रो सेवा सुविधा दिएको देखेँ र यहाँको मेयर उपमेयरज्यूहरू पनि एकदम कृषकको लागि भनेपछि चाहिँ पोजिटिभ देखेँ र उहाँहरूले अहिले बिउ किसानहरूलाई हिउँदे घाँसको बिउ वितरण कार्यक्रम पनि भर्खरै सक्नु भएको छ। चल्ला वितरण कार्यक्रम गरी एकल महिलाहरूलाई भनेर स्थानीय कुखुराको चल्लाहरू वितरण गर्ने, भ्याक्सिनहरू फ्रीमा गर्ने, यहाँनिर भएको जति पनि शाखामा आउने उपचारहरू सबै फ्रीमा गर्ने र किसानहरूलाई एन्थेलमेटिक औषधिहरू चाहिँ किन्न नपर्ने। उहाँहरूलाई लगभग यो स्थानीय तहको गाई फर्म, भैँसी फर्म, बाख्रा फर्महरू सबै थाहा छ, सुँगुर फर्महरू उहाँहरूले बोलाइ भए पनि उहाँहरूको एनिमल कति छ त्यसलाई चाहिँ उहाँहरूले एन्थेलमेटिक औषधि चाहिँ उहाँहरूले सबै मिलाएर कतिपटक खुवाउने, कसरी खुवाउने सबै गरिदिनुहुन्छ र त्यसका साथसाथै क्याल्सियमहरू भयो, मिनरल्सहरू भयो, यस्ताहरू पनि उहाँहरूले किसानहरूलाई चाहिँ उपलब्ध गराउने गर्नुभएको छ र इमर्जेन्सी त्यस्तै पऱ्यो भने यहीँ ल्याएको एनिमलहरूलाई चाहिँ उहाँहरूले एन्टिबायोटिक औषधिहरू पनि फ्रीमा गर्ने गरेको पाए एकदम राम्रो छ। उहाँहरूसँगको सहकार्यमा तालिम कहिले हुन्छ, त्यसमा पनि हामी कोअर्डिनेसन गरेर गर्ने गरेका छौँ र उहाँहरूको काम चाहिँ मलाई एकदम राम्रो लागेको छ। पशुपालन व्यवसायलाई अझ मजबुत र राम्रो बनाउनको लागि के गर्नु पर्ला भनेर नगर उपप्रमुखसँग हामीले सोद्धा उहाँ यसो भन्नुहुन्छ। बुढा नीलकण्ठ नगरपालिकाले नियमित रूपमा पशुपालन गर्ने कृषकहरूलाई ध्यानमा राखेर उहाँहरूको पशुपालनको सेवा उपलब्धता र नगरपालिकाले गर्नुपर्ने कामहरूको विषयमा हामी यसरी प्रत्यक्ष अनुगमन गर्छौँ। यो अनुगमनको लागि मात्रै अनुगमन होइन, हामी चाहिँ रियलमा किसानहरूले कस्तो दुःख सङ्कट बेहोरिरहेको छ र नगरपालिकाले पोलिसी बनाउँदा र बजेट व्यवस्थापन गर्दा कुन चिजलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने चिजको लागि पनि हामी चाहिँ अलि डिपली नै अनुगमन गर्छौँ। किसानहरूको दैनिक जीविकाको विषयमा बुझ्छौँ। उहाँहरूले गर्नुभएको कृषि कर्मबाट आफ्नो जीविकोपार्जनलाई के कति सहयोग भएको छ हैन। घरबेटीसँग जग्गा जमिन चाहिँ भाडामा लिएर काम गर्ने किसानहरू सबभन्दा बढी हुनुहुन्छ। यहाँ स्थायी किसानहरू भन्दा पनि बाहिरबाट आएर हाम्रो नगरपालिकाको जमिनलाई उर्वर बनाउनको लागि कोही पशुपालन गर्नुभएको छ, कोही तरकारी खेती गर्नुभएको छ, कोही च्याउ खेती गरिरहनु भएको छ, कोही चाहिँ विभिन्न खालको फलफुल खेती गरिरहनु भएको छ, कोही फुल मात्रै खेती गरिरहनु भएको छ। यसकारण समग्रमा बुढा नीलकण्ठ नगरपालिकालाई हेर्दाखेरि चाहिँ यो किसान कर्म गर्ने छैनन् कि क्या हो भनेर अलि बाहिर सहरलाई हेरेर सबैले आकलन गर्ने, अन्दाज गर्ने र त्यही चिजलाई लिएर यहाँ किसानहरूको चाहिँ त्यति उपस्थिति छैन भन्ने गरिन्छ। त्यो चिजलाई चाहिँ म चुनौती दिन चाहन्छु। हाम्रो नगरपालिकामा अझै पनि हेर्नु त यत्रो फार्ममा यहाँ अहिले हामी अनुगमन गर्दै हेर्दै प्रत्यक्ष बुझ्दै आउँदा आज ठुलो एउटा चाहिँ यो भैँसी पालनको फार्ममा आइपुगेका छौँ। यो चुनिखेलमा छौँ हामी। यसकारण अहिलेको चाहिँ खासै अहिलेको हिँडाइ, आजको अनुगमन चाहिँ के हो त भन्दा हामी किसानहरूलाई 50-50मा भनेको 50% उहाँहरूको पनि सहलगानीमा हामी काउ म्याट वितरण गर्दैछौँ। अब काउ म्याटको लागि माग पेश गर्ने किसानहरूको सङ्ख्या थुप्रो छ, तर उहाँलाई काउ म्याट कति चाहिएको
उहाँले माग गर्नुभएको सङ्ख्या बमोजिम काउ छ कि छैन अथवा गाई छ कि छैन होइन, अनि पहिला दिएको उहाँहरूले प्रयोग गर्नुभएको छ कि छैन, पहिला दिएको म्याटहरूको स्थिति कस्तो छ, प्रयोग गरेको नगरेको अथवा फाटेको भाँचेको कस्तो छ, हामी चाहिँ त्यो प्रत्यक्ष पशुपालन गरेको ठाउँको गाई बस्तु यो भैँसी पनि गणना गर्दै र विगतमा दिएको काउ म्याटको पनि अध्ययन गर्दै अवलोकन गर्दै हिँडेका छौँ। यद्यपि नाम काउ म्याट भए पनि हामी भैँसी फार्ममा पनि आइपुगेका छौँ। धेरै चाहिँ गाई फार्महरू छ, यसरी भैँसी पालन गर्नेहरू पनि केही मात्रामा हुनुहुन्छ। त्यसैले अहिलेको अनुगमन चाहिँ त्यो, तर त्योसँग हामी किसानको मर्म पनि सुन्छौँ, उहाँको दैनिक जीविकोपार्जनका कुरा, उत्पादनका कुरा। जस्तो तपाईँ मल के गर्नुहुन्छ भनेर हामी सोच्छौँ, टन्न गोबर मल हुन्छ, तपाईँले यो मललाई कसरी सदुपयोग गर्नुभएको छ, बिक्री गर्नुभएको छ कि आफै उपयोग गर्नुभएको छ कि यसै चाहिँ ढलमा खोलामा नालामा मिसाइदिनु भएको छ कि, अनि तपाईँको स्वास्थ्यको कुरालाई पनि हामी चाहिँ एकदम ध्यान दिएर तपाईँ चाहिँ यो अलि सफा सुग्घर गर्नुहोस्, गाई बस्तुलाई कुँडो खुवाउँदा, पानी दिँदा, मल सोर्दा होइन, त्यसलाई चाहिँ मलको व्यवस्थापनका कुरादेखि लिएर तपाईँको जनस्वास्थ्यको कुरा गर्छौँ। तपाईँ छोरीछोरी कहाँ पढाउनु भएको छ, यहाँबाट कति इकोनोमिक रिकभरी हुन्छ, बाँकी अरू पेसा तपाईँ के गर्नुहुन्छ, हामी यसरी पनि उहाँसँगको दैनिकी दिन उहाँको जीवन पद्धतिसँग पनि कुरा गर्छौँ र नगरपालिकालाई के तपाईँको सुझाव के छ भनेर पनि उहाँबाट हामी आलोचना र सुझाव दुइटै कुरा पनि लिँदै हिँडेका छौँ। र यसले नगरपालिकाको आर्थिक विकासमा यो प्रसूत शाखाको मात्रै होइन, यो आर्थिक विकास शाखा अन्तर्गत, विकास महाशाखा अन्तर्गत पर्छ र इकोनोमिक रिकभरीमा पर्दछ र देशको कुल जिडिपीमा उहाँहरूको योगदान जोडिने गरेर हामी पनि के गर्न सक्छौँ नगरपालिकाको जनप्रतिनिधिको तर्फबाट भनेर उहाँहरूसँग यसरी कुरा गर्छौँ। यो एकदमै मलाई चाहिँ गौरव पनि लाग्छ, खुसी पनि लाग्छ र सन्तुष्टि पनि मिल्छ। तपाईँले यसरी आफै थाहा पाउनु भएर, तपाईँ आउनुभएको पनि मलाई अचम्म लाग्यो, आफै थाहा पाउनु भएर यसरी हामीले कृषिमा विशेष गरी पशुपालनमा केही काम गर्दैछ भन्ने थाहा पाएर तपाईँ आइदिनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। बुढालीकण्ठ नगरपालिकाले यस बुढालीकण्ठ नगरपालिकाभित्र व्यवसाय गर्दै आएका किसान दाजुभाइहरूका लागि हामीले केही प्रोत्साहन स्वरूप हामीले आज यो सामान वितरणहरू 50% अनुदानमा उहाँहरूलाई वितरण गर्ने कार्यक्रम हाम्रो सदाको वर्ष चाहिँ हामीले यो वर्ष पनि हामीले राखेका थियौँ। त्यही अनुरूप नै आज हामी यस वडा नम्बर 8 मा आएका छौँ। हाम्रो यस नगरपालिकाले हाम्रो किसान दाजुभाइहरूका लागि धेरै नभए तापनि थोरै प्रोत्साहन स्वरूप हामीले 50% अनुदानमा यसरी सामानहरू वितरण गरिरहँदाखेरि उहाँहरूको जुन यो दुःख, उहाँहरूको मर्मलाई हेर्दै आज हामी अनुगमनतिर आएका छौँ। अनुगमन गर्दाखेरि हामीले माग धेरै आउँछ, तर पनि हामीले उहाँहरूलाई केही रूपमा भए पनि प्रोत्साहन स्वरूप उहाँहरूको लागि हामीले सामान वितरण गर्नका लागि हेर्दै हामीले पुग नपुग उहाँहरूको जतिसम्म भ्याउँछ हामीले बाँडफाँड गरी उहाँहरूको लागि हामीले वितरण गर्ने कार्यक्रम रहेको हुनाले आज यहाँ उपस्थित भएका छौँ। हाम्रो यस बुढालीकण्ठ नगरपालिकामा उहाँहरू टाढादेखि आएर व्यवसाय गर्दै रहनु हुँदाखेरि आज नगरपालिकाको आर्थिक विकासमा टेवा पुर्याइरहनु भएको छ। त्यसकारण पनि हामीले उहाँहरूको लागि यसरी धेरै थोरै भए पनि कार्यक्रमहरू ल्याएर आर्थिक वर्ष यो नगरपालिकाभित्र हामीले उहाँहरूलाई केही सेवाहरू जुन कार्यक्रमहरू बाँडफाँडको रूपमा ल्याएका छौँ। त्यसकारण आज हामी यो अनुगमन गरिरहँदा आज हाम्रो यो कार्यक्रम हाम्रो काउ म्याट वितरण कार्यक्रम रहेको छ। मैले अघि पनि भने हाम्रो माग धेरै छ, तर पनि हामीले उहाँहरूको आवश्यकता अनुरूप हामी अनुगमन उहाँलाई वितरण गर्ने कार्यक्रम रहेको हुँदा हामीले आज उहाँहरूलाई यहाँ हामी उपस्थित भएका छौँ र उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। उहाँहरूले यसरी आफ्नो दुःख, आफ्नो मेहनत गरेर यस नगरपालिकालाई आर्थिक समृद्धिको रूपमा उहाँहरूले गरिरहनु भएको छ। त्यसकारण उहाँहरूलाई हाम्रो नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र आगामी दिनहरूमा पनि उहाँहरूले यसरी नै मेहनत गरी यस नगरपालिकालाई आर्थिक समृद्धितिर जोड्नुहुनेछ भन्ने पनि आशा राख्दछौँ। किसानको घर र गोठमा गएर पशु सेवा प्राविधिकहरूले यसरी खटिएर काम गरिरहेका छन्। कहिले गोठको निरीक्षण गर्ने त कहिले गाईलाई एआई गर्ने, यस्ता कार्यहरू गर्दै आइरहेका छन्। किसानहरूको समस्या समाधानका लागि पशु सेवा प्राविधिकहरू यसो भन्नुहुन्छ। उपचार सेवाहरू गर्छौँ। उपचार सेवामा हामीले मुख्य चाहिँ बाँझो निवारणको कुराहरू, थुनिलो, अनि यो जुन गाई बँसीहरूमा चाहिँ बर राखेपछि जुन दोहोरिने समस्या छ त्यसको चाहिँ निराकरणका समस्याहरू, अनि त्यसका उपायहरू, त्यसका समस्याहरू चाहिँ हामीले गर्छौँ। अनि
त्यो बाहेक हामीले कुकुरहरूमा चाहिँ रेबिज विरुद्धको खोपहरू लगाउने, कुखुराहरूमा विभिन्न किसिमका रानीखेत रोग विरुद्धको उपचार गर्ने, खोपहरू लगाउने कार्यहरू गर्दै आइरहेको छ। हामीले सेवाको सन्दर्भमा चाहिँ भ्याक्सिनेसन, प्राविधिक परामर्श, पशु स्वास्थ्य, पशु प्रजनन सेवाहरू दिएका छौँ। पशु प्रजननमा चाहिँ हामी कृत्रिम गर्भधारणहरू सेवा दिएका छौँ। अनि भ्याक्सिनेसनमा हामीले खोरेट, ढाकुटे, कचरे र अहिले गत सालदेखि चाहिँ यहाँ लम्पी पनि यो क्षेत्रमा व्यापक छ। लम्पी यति भ्याक्सिनहरू हामीले निःशुल्क रूपमा दिएका छौँ। आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म भन्ने मूल नाराका साथ किसानहरूले साँझ बिहान नभनिकन गाई पालन व्यवसायमा मेहनतका साथ काम गरिरहेका छन्। मेहनत र पसिनाले नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने सम्भावना छ भनेर भन्नुहुन्छ किसान। बाहिर गएर जति मेहनत गरे पनि आफै केही गर्यो भने समृद्धको ढोका खोल्न केही बेर लाग्दैन। अहिले किसानले हाँस, कुखुरा, गाई, भैँसी लगायत कालिज फार्म समेत सञ्चालन गर्दै आउनु भएको छ। एकजनाले मात्रै यसरी काम गर्नुहुन्छ कि अरू कोही साथमा छन् भनेर सोद्धा उहाँ यसो भन्नुहुन्छ। हाम्रो व्यवसाय चाहिँ भनेको बुढानीलकण्ठ 13 नम्बर वार्ड चुनिखेलमा चाहिँ सेरा एग्रिकल्चर मल्टिपर्पज कम्पनी प्राली दर्ता गरेर विगत 6 वर्षदेखि चाहिँ हामीले यसमा चाहिँ कृषि पेसामा आबद्ध भएर चाहिँ काम गरिरहेका छौँ। यसमा हाम्रो साझेदारीमा छ। साझेदारी भन्नाले हाम्रो काका र भतिजो हो, 3 जनाको साझेदारीमा चाहिँ हामीले यो व्यवसाय सञ्चालन गरिरहेका छौँ। हामीले चाहिँ यो कृषि पेसामा सुरुवात गरेकोदेखि तेस्रो वर्षबाट चाहिँ हामीले बुढानीलकण्ठ नगरपालिकाबाट र चाहिँ बुढानीलकण्ठ नगरपालिकाको पशु सेवा शाखाबाट चाहिँ दोस्रै नम्बरमा चाहिँ हामीले चाहिँ सम्मान पाइरहेका छौँ। पहिलो नम्बर हुन सकेको छैनौँ अहिलेसम्म चाहिँ, अब हुने कोसिसमा अझै छ। यहाँ चाहिँ अब व्यवसाय सञ्चालन गरेको त 5 वर्ष पुरा भयो। यो हाम्रो सेरा एग्रिकल्चर मल्टिपर्पज कम्पनी भनेर हामी साझेदारीमा व्यवसाय सञ्चालन गरिरहेका छौँ। 5 वर्षको समय रहेछ। हामी गाउँमा पनि पुरा कृषि नै गरिरहेको, अन्त व्यवसायिक कारण गरौँ न भनेर हामी आफै भनौँ न। अब यस्तो फाल्टो मान्छेबाट त प्रेरणा पाइएन। हामी आफू पनि व्यवसाय गरेकाले सहरमा बसेर कि व्यवसाय तरिकाले गरौँ भनेर भन्ने सोचले गर्न सुरु गरेका हामीले। सुरुदेखि नै मैले त यही व्यवसाय रोजेँ। 2टादेखि सुरु गरेको 60, 70, 80वटासम्म मैले गरेँ। अहिले हाल चाहिँ 60वटा दाम छन् र म चाहिँ यही पशु व्यवसायतिर लागेँ र सरकारको विषयमा चाहिँ विभिन्न अनुदानहरूका कुरा छन्। अब सानोतिना त हामीले पनि पाएको छौँ। मुख्य चाहिँ कृषकलाई अनुदानमा ऋण अथवा सहुलियत कर्जा ऋण उपलब्ध गराइदिएदेखि सबै किसानहरू चाहिँ लाभान्वित हुन्थे कि। बुढानीलकण्ठ नगरपालिका पशु शाखाबाट हामीले विभिन्न सहयोगहरू पाएका छौँ। च्याप कटरहरू, औषधि उपचार, अनि यो सिमेन्टको एआई गर्भधान गराउने र भ्याक्सिनहरू, विभिन्न बेला भिटामिनहरू र म्याट, यो अनुदानको रूपमा म्याट पनि वर्षै पछि अनुदानको रूपमा वितरण भइरहेछ। बिउ, घाँसको बिउ र डक्टरहरूको पनि राम्रो व्यवस्था र सुविधा भएको छ। हाललाई त राम्रै छ। गाई चाहिँ अहिले 27-28वटा छन्। पहिला चाहिँ मेरो 60वटासम्म पुगेको थियो। अब विविध कारणले अलिकति यसलाई चाहिँ बढाउनु पर्ने, थोरै चाहिँ घटाएर चाहिँ गाई चाहिँ प्रायः अब होलिस्टियन क्रसै छ बेसी। अहिले चाहिँ जर्सी क्रस 1-2वटा छ। बजार व्यवस्थापन त्यही त, हामीले चाहिँ घरै लाने हो, दुने हो। बिहानै होम डेलिभरी घरमै पुर्याइदिने हो, घरमा खुद्रा भनौँ न। बेलुकाको पनि बेलुकै घरमै खुद्रा नै बेचेर व्यवस्थापन गरिरहेको छ। यस्तो डेरी यस्तो कुनै ठुलो एकै ठाउँमा दिने चाहिँ छैन। अब त्यस्तो मागिरहेको पनि छैन, उठाएको पनि छैन। त्यो घरबाटै दिइरहेको छ।
पशु शाखाले आफ्नो ठाउँबाट उसले सक्ने गरिराखेको छ सानोतिनो सहयोग होइन। अब उहाँहरूसँग त्यस्तो ठुलो बजेट भएन। अब म्याटहरू दिने, औषधि पानी, अब विभिन्न पुरस्कार कार्यक्रमहरू पनि ल्याउनु भएको छ। गत साल चाहिँ म पुरस्कृत पनि भएको बुढानीकण्ठ नगरपालिकाको उत्कृष्ट किसान भनेर मलाई पुरस्कृत पनि गर्नुभएको। यसपालि चाहिँ अर्कै साथी हुनुभयो, उहाँहरूले आफ्नो भएको बजेट स्थानीय तहबाट सक्ने गरिराख्नु भएकै छ। सुरुमा मेरो एक पैसा पनि थिएन। मैले हाम्रो एउटा सानो दाइसँग 50,000 रुपियाँ मागेर एउटा गाई किनेँ। अनि त्यो 50,000मा 40,000को गाई किनेर 10,000को दाना पिठो ल्याएर त्यो गोठ चाहिँ आफैले बनाएको। त्यो 5 नम्बरतिरका त्यो हुन्छ नि घर बनाएर रहेका गिटी बालुवा इँटाहरू खोजेर थोत्रा जस्ताहरू ल्याएर गोठ बनाएँ। अनि एउटा गाईबाट सुरु गरेको 13 वर्ष अगाडि। भन्ने हो भने गाईहरू त मेरो 50-60 लाखको यो जुन स्ट्रक्चर यो संरचना गाईहरू 50-60 लाख मात्र हो। बुढा नीलकण्ठ नगरपालिका पशु सेवा शाखाले नै हो। अब नगरपालिका मार्फत हामीले यो चपली पशु सेवा शाखाबाट अब सहयोग सपोर्ट भनेको सबै त्यहीँबाट हो। एउटा व्यावसायिक हिसाबले मान्छेले अब रोजगारी गर्छन्, कसैले जागिर खान्छन्। अब पढालेखाहरू कम्प्युटर चलाउने विद्वानहरूले आफ्नो क्षेत्रमा काम गर्छन्। आफूले मेरो चाहिँ अलिकति पढाइ पनि +2 मात्रै भएकोले अन्त जागिर पनि खान नपाउने अनि विदेश गएर पनि भुक्तभोगी भएर अब चाहिँ अब लक्ष्मी माताहरूको चाहिँ पहिला ऋषिमुनिहरूले चाहिँ यो पहिला सृष्टि हुँदाखेरि पहिला ऋषिमुनि थिए होइन। अनि ऋषिमुनिहरूले गाई पालेर मान्छेको सृष्टि गर्दाखेरि चाहिँ दुधको आवश्यकता पहिला त अब यो दुनियाँ जाने प्रविधि थिएन। मकै कोदो धान अन्नहरू बालीहरूको केही चाहिँ थिएन। अब मान्छेको सृष्टि गरिसकेपछि अब बच्चाहरूले के खुवाउने त, मान्छेहरूले के खाने त भन्दाखेरि दुध खाने। दुध चाहिँ भनेको 1 गिलास दुध भनेको सम्पूर्ण खाद्य तत्त्वहरूको सम्मिश्रण आहार हो। त्यसै भएकाले दुध चाहिँ मान्छेलाई अनिवार्य हुन्छ भनेर चाहिँ उनीहरूले चाहिँ डिसाइड गरे। अनि अब एउटा मान्छेले त आफ्नो बच्चालाई मात्रै दुध दिने भयो। अब एउटा महिलाले होइन आफ्नो बच्चालाई मात्रै दुध दिने भयो, अरू पब्लिकहरूलाई त दुध दिने सम्भावना भएन नि त। के गर्ने भन्दाखेरि गाई पाल्ने। अब गाईको के छ भनेदेखि गाई पाल्ने, गाईले चाहिँ गाईको दुधबाट सम्पूर्ण खाद्य तत्त्वहरूको सम्मिश्रण आएर 1 गिलास दुध भनेको सम्पूर्ण खाद्य तत्त्वहरूको एक सम्मिश्रण आएर हो। र यसले चाहिँ सम्पूर्ण जनजीवनमा चाहिँ यसले चाहिँ सक्षम अनुभवी विद्वान बनाउँछ भनेर चाहिँ ऋषिमुनिहरूले चाहिँ यो चाहिँ आविष्कार गरेका कुराहरू हुन्। र गाई भनेको कस्तो जनावर हो भनेदेखि गाईले विष खायो भनेदेखि उसको शरीरमा लिन्छ। तपाईँको दिने भनेको अमृतै अमृत हो। तपाईँको गोबर अमृत हो, अलिकति गनायो होला त्यो दिन अलग ठाउँमा त होइन। गौत अमृत हो, दुध अमृत हो। उसले चाहिँ सम्पूर्ण त्यही भएकोले चाहिँ नि हिन्दू परम्परामा पनि भनिएको छ यो चाहिँ मासु खानु हुँदैन भनेर भनिन्छ होइन। अब त्यही भएकोले उसले चाहिँ विषै खाए पनि उसको शरीरमा उसको मासुमा विष राखेर दिने चाहिँ भनेको अमृतै अमृत दिन्छ। एउटा त्यो हिसाबले पनि भयो। दोस्रो एउटा व्यावसायिक हिसाबले बालबच्चा आफ्नो चाहिँ एउटा जीविकोपार्जनको लागि पनि तोता पाटो छँदैछ। अब बसेर कसले खानु दिन्छ र होइन। एउटा व्यावसायिक हिसाबले भनौँ न वास्तवमा विगत 10 वर्षदेखि 2वटा गाईबाट सुरु गरेको मैले। सुरुमा 2वटा गाई हालेर अनि मार्केट दुधको डिमान्ड अनुसार कस्टमरको डिमान्ड अनुसार गाई बढाउँदै गएर अहिले चाहिँ लगभग 80-90वटा छ सानो ठुलो गरी। यो चाहिँ कुनै पनि देशको लागि अपरिहार्य हो भन्ने चाहिँ महसुस गरेर कृषिलाई चाहिँ बेसिस अफ लाइफ भनेर मैले कन्सिडर गरेर सुरु गरेको हो। नाफा नै कमाउने, पैसा नै कमाउने हिसाबमा त जे गर्दा पनि कमाइन्थ्यो होला। तर
यो कृषि चाहिँ गर्नुपर्छ है, कृषिलाई प्रायोरिटी दिनुपर्छ भन्ने हिसाबले कृषि कर्ममा लागेको हो। हालसम्म ठिकै छ, सन्तोषजनकै छ। दुध लगभग 300-400 लिटर उत्पादन हुन्छ, बढीमा 400, कम्तीमा 300-350 त्यस्तै। नगरपालिकाले गर्ने साँच्चै गरिरहेको छ, पाइरहेको छ। विशेष गरी अहिलेको मेयर उपमेयर चाहिँ कृषिप्रेमी हुनुहुन्छ, जो मिठाराम अधिकारी होइन सर, मिठाराम अधिकारी र उपमेयर अनिता लामा, उहाँहरू चाहिँ कृषिप्रेमी हुनुहुन्छ। म उहाँहरूलाई अब आत्मैदेखि, भित्री आत्मादेखि नै सम्मान गर्छु। मेरो पनि अब आत्मा त्यस्तै भएकोले कृषि चाहिँ कुनै पनि देशको मेरुदण्ड हो भन्ने किसिमको मेरो मानसिकता भएको कारणले र उहाँहरूले त्यो कार्यक्रमलाई अलिकति चासो लिएर सपोर्ट गर्ने भएको कारणले म उहाँहरूलाई चाहिँ मान्छु। कृषि क्षेत्रमा उहाँहरूले ठुलो भूमिका खेल्नुभएको छ। शाखाबाट पाउने सेवा सुविधाहरू मैले पाइरहेको छु। प्राविधिक सरहरू आउनुहुन्छ, परेको बेलामा साथ गर्नुहुन्छ। ठिकै छ, म कृषि शाखाबाट मैले सन्तुष्टि प्राप्त गरेको छु। वास्तवमा नेपालमा धेरै सम्भावना छ। अहिले स्थानीय सरकारले यसरी सहयोग गरिरहँदा किसान ज्यादै खुसी देखिन्छन्। बुढानीलकण्ठ नगरपालिकाले कृषि र पशुपालन व्यवसायमा दिएको सहयोग अनुदान निकै सराहनीय छ। अझ भन्ने हो भने पशु सेवा शाखाले त निकै राम्रो काम गरेको छ। समयमा औषधि उपचारदेखि मलबिउको व्यवस्थापन गर्न सफल यस नगरपालिकाले आगामी दिनमा समेत अझ अब्बल रूपमा किसानहरूको हक हितका लागि कदम उठाओस्, शुभकामना।